अवतरण गर्न लागेको जहाज अनि उड्न लागेका मेरा सपनाहरू, नयाँ समाचारले ल्याएको तरङ्ग, हिजो आज फेसबुक चलाउन कम गरेको छु। उमेर सधैँ एक नाश हुँदैन, शक्ति सधैँ एक साथ। गर्व लाग्छ, कोही त छन् के हाम्रो पालामा देशले काँचुली फेर्ला त म घरभन्दा पारी डाँडामा बसेर हर्निहाल्दैछु। त्यहाँ लागेको सुक्खा खडेरीले पटपट फुटेका बाँझा खेतीहरूबाट टाढैबाट पसिनाको सिँचाइ गर्न कोसिस गर्दैछु। अनि म जस्ता लाखौँ युवाहरू यदि त्यसो नगरेमा तिनी अपत्यारीलाई झोट र भ्रमको सामना गर्नुपर्नेछ। डराएको होइन म, 2-4 भवन जल्दैमा, हातिएको छैन 1-2 शरीर ढल्दैमा। म हारेको छु त मानवीय संस्कार खस्किएकोमा, अनि कोमामा गएको कानुन जसलाई आवश्यकता हेरेर अक्सिजनको मात्रा घटबड गराउने, कहिले बिउजाउने अनि कहिले मराउने, त्यो पनि सीमित व्यक्तिको लीलाका लागि, बाँकी अरू पृष्ठहरूमा।